नमस्कार। रुगाखोकी लागिरहेको बेलामा चाहिँ मैले घरेलु चाहिँ अथवा प्राकृतिक कुराहरू चाहिँ के खाइरहेको छु भन्ने कुराको अनुभव चाहिँ यहाँहरूसँग सेयर गर्दैछु। पहिलो चाहिँ मैले तितेपाती खाएको थिएँ, जुन मैले भिडियो हालि पनि सकेको छु। र अहिले अर्को भिडियोमा चाहिँ मैले यहाँहरूलाई चाहिँ यसमा चाहिँ तुलसीको पत्ता र यहाँ चाहिँ अदुवाको टुक्रा राखेको छु। यो तुलसी चाहिँ मैले 12 देखि 15 वटा छ यसमा, र थोरै अदुवाको टुक्रा राखेको छु। यसलाई सफा गरेर यो कचौरामा चाहिँ मैले रेडी अवस्थामा राखेको छु। यसलाई चाहिँ मैले अब पेस्ट बनाउँछु। तुलसीको पत्ता र अदुवाको टुक्रालाई चाहिँ एकै ठाउँ राखेर मैले पिसेर पेस्ट बनाइसकेको छु। र त्यो पेस्टमा चाहिँ मैले थोरै मनतातो पानी राखेर यो रस चाहिँ रेडी बनाएको छु। मैले चाहिँ रुगाखोकी लागेको बेलामा बिहान र बेलुका चाहिँ यही रस चाहिँ खाइरहेको छु। अहिले हामी सबैलाई थाहा छ कि परम्परागत रूपदेखि नै हामीले चाहिँ तुलसी र अदुवालाई चाहिँ हाम्रो रुगाखोकीमा चाहिँ सहयोगको रूपमा चाहिँ चिन्दै आएका छौँ। तुलसीको पत्ताले कफ सन्तुलन गर्न र घाँटीलाई चाहिँ शान्त पार्न सहयोग गर्छ भनिन्छ। त्यसै गरी अदुवाले चाहिँ शरीर तताउन, घाँटीको खरास कम गर्न र चिसोको कारण भएको असहजतालाई कम गर्न चाहिँ सहयोग गर्छ भन्ने मानिन्छ। म आफूले चाहिँ रुगाखोकी लागिरहेको बेलामा अदुवा र तुलसीको रस चाहिँ बनाएर खाइरहेको छु। अनि हजुरले चाहिँ आफूलाई चाहिँ रुगाखोकी लागेको बेलामा चाहिँ कुन घरेलु उपाय अपनाउने गर्नु भएको छ अथवा कुन कुरा चाहिँ बनाएर खाने गर्नु भएको छ, कमेन्ट गर्नुहोस् है त।